ओके हेलो एभ्रिवान यो चाहिँ मेरो फर्स्ट भिडियो है। एक्चुली यो भिडियो बनाउनुको मेन अब्जेक्टिभ चाहिँ के हो भन्दाखेरि यस्तो टाइपको क्वेसन, इभन अब कस्तो टाइप जस्तो टाइपको क्वेसन पनि छ भने त्यो क्वेसन देखेर कसरी सोच्नु पर्ने, हाउ टु थिङ्क, त्यो डेभलप एउटा अप्रोच डेभलप गराउनु लागि मैले यो क्वेसनमा भिडियो बनाएको है। यो क्वेसन चाहिँ अब देख्दैछ 6 to the power x छ है, इक्वल्स टु x to the power 18 छ। यो क्वेसन चाहिँ अब कसरी सल्भ गर्ने त हेर्नुहोस् है। पहिला हामीले यस्तो क्वेसनमा चाहिँ के गर्नुपर्छ भन्दाखेरि यो क्वेसन सल्भ गर्ने दुईवटा मेथड्स हुन्छ। एउटा हामी के गर्न सक्छ, टेक लग अन बोथ साइड गरेर, बोथ साइडमा लग गरेर लग लिएर गर्न सक्छ। अर्को चाहिँ के हुन्छ, एउटा जेनरल मेथड हुन्छ। त्यो जेनरल मेथड चाहिँ कस्तो हुन्छ भन्दाखेरि हामीले पहिला सपोज यहाँनिर 6 to the power x इज इक्वल टु x to the power 18। यो चाहिँ के गर्नुपर्ने हुन्छ भन्दाखेरि हामीले एक्सलाई एउटा साइडमा राख्नुपर्छ। एक्सलाई एउटा साइडमा राख्नु लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि 6 to the power x छ। अब यो एक्सलाई कसरी यहाँबाट हटाएर यहाँनिर लाने त भन्दाखेरि हामीले बोथ साइडमा के गर्नुपर्छ, 1/x को पावरले मल्टिप्लाई गरिदिनुपर्छ। बोथ साइडमा 1/x क्लियर छ है। अब के गर्नुपर्छ भन्दाखेरि 1/x, अब के हुन्छ हाम्रो यो x र यो x क्यान्सल हुन्छ। क्यान्सल हुँदाखेरि के हुन्छ, यतापट्टि 6 भयो, राइट ह्यान्ड साइडमा के हुन्छ x to the power 18/x हुन्छ। यहाँसम्म क्लियर छ है। अब के गर्छु त म भन्दाखेरि मेरो के भयो, x को टर्म एक साइडमा छ तर यहाँनिर के छ, पावरमा 18 छ होइन। अब यो 18 लाई हटाउनु लागि चाहिँ के गर्नुपर्छ, बोथ साइडमा 1/18 को मल्टिप्लाई गरिदिनुपर्छ पावरमा। अब यो गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि 6 to the power 1/18 इज इक्वल टु, अब यो 18 र यो 18 क्यान्सल आउट हुन्छ। क्यान्सल आउट हुँदाखेरि के भयो, x to the power 1/x। मैले के भनेको थिएँ भन्दाखेरि बोथ साइडमा एक साइडमा x मात्रै हुनुपर्छ, एक साइडमा यो एउटा कन्स्ट्यान्ट नम्बर मात्रै हुनुपर्छ। अब चाहिँ हामी के गर्छौँ त भन्दाखेरि यो त लेफ्ट ह्यान्ड साइडपट्टि 1/18 छ, के गर्छु इन्टु 2/2 गरिदिन्छ। अब यो गर्दाखेरि किन गरेको होला भन्दाखेरि यहाँनिर हेर्नुहोस्, किन गरेको भन्दाखेरि अब म यो के गर्छु, म यस्तो गर्न सक्छु नि त होइन। 6 को पावर स्क्वायर यो 2 लाई यहाँभित्र हालेर, यो 2 लाई यहाँभित्र हाल्दाखेरि 6 को स्क्वायर हुन्छ। अब यो 18 र यो 2 को मल्टिप्लिकेसन हुन्छ। कसरी भन्दाखेरि जस्तै सपोज हामीलाई थाहा छ e to the power m इन्टु n छ भने के हुन्छ, e to the power mn। यो के हो, एउटा सिम्पल ल अफ इन्डिसेसको फर्मुला हो होइन। त्यस्तै 1/18 छ। अब यो 1/18 ले 2 गर्दाखेरि 18 इन्टु 2 गर्दाखेरि कति हुन्छ, 1/36 इज इक्वल टु x to the power 1/x। अब यहाँनिर के हुन्छ भन्दाखेरि 6 को स्क्वायर कति हुन्छ, 36 हुन्छ। 36 to the power 1/36 इज इक्वल टु x to the power 1/x। अब सिम्पली हामी यहाँबाट x को भ्यालु अन्दाजा लगाउन सक्छौँ कि अन्दाजा x इज इक्वल टु 36। यो चाहिँ हुन्छ हाम्रो x को भ्याल्यु। अब यो x को भ्याल्यु चाहिँ यो माथिको क्वेसनमा यो x मा हामीले पुट गर्यो भने आन्सर बोथ साइड इक्वल आउँछ। ओके, यो
एकदम क्लियर छ होइन? ओके, थ्याङ्क यू सो मच। प्लिज इफ पोसिबल कमेन्ट गरिदिनु होला कुन चाहिँ क्वेसनमा प्रब्लम छ, त्यो म नेक्स्ट भिडियोमा म लिएर आउनेछु। हुन्छ, थ्याङ्क यू।